Hi guys, welcome back to my YouTube channel or welcome to my YouTube channel Musu's World. And I am Musu. After a long break, I don't know long or short, but then I'm back again. So it's my birthday. Birthday ko din bata I'll be like continuously uploading and I will not be taking any break from my YouTube channel. Thank you so much for waiting for me. Thank you so much for loving me. You guys, I missed you so much. And I wonder if you guys did. So let's just jump into the video. आज चाहिँ हामी जाँदैछौँ कता भन्दाखेरिमा त्यही गएपछि थाहा हुन्छ तर जाँदै गर्ने हामी सदस्यहरू चाहिँ वी आर 3 बुनेलाई चाहिँ म उतै नै भेट्छु एन्ड आई विल बी इन्ट्रोड्युसिङ यु गाइज मेरो नयाँ एउटा माई क्लोजेस्ट फ्रेन्ड my sister and she is a really important part of my life and I will be introducing to her अनि त्यही हो यहाँ अब चाहिँ हामी जाँदैछौँ अनि मेरो भाइ र म चाहिँ जान लागेको हो अब होइन अनि म याङ्गो बुक गर्छु लेट्स गो चाहिँ आइसक्यौँ होइन रोडमा बसिरहेछौँ हामी याङ्गो कुरिरहेछौँ होइन याङ्गो आएपछि जान्छ अनि मैले बुनेको लागि यो किनिदिएँ हुन त मेरो बर्थडे हो तर उसलाई म कति टाइम पछि भेट्दैछु नि त सो मेरो साइडबाट नि केही त चाहियो बिङ एल्डर सिस्टर आएर टु गिफ्ट हर आई निड टु प्याम्पर हर एउटा गिफ्ट किनेर त ल ठिक चाहिँ हुन्छ कि हुँदैन हुन्छ होला मैले तर ठिक्क भन्दा नि अलिकति ठुलै मनपर्छ क्या लास्ट बट नट लिस्ट मान्छे जस्तै कसैलाई कसैको मन हेरेर के हो फास्ट ओपन सुन टुमी अलिक च्याप्चुर पार्नु त बिस्तारै गऱ्यो भने त काम हुन्छ लास्ट पेज हो कि तर फ्रन्ट पेज चाहिँ अर्कै पढ्नु नै हो त्यसपछि हामीले मिठो कुराकानी गऱ्यौँ किनकि इट्स बिन रियली लङ र म नभेटेको अनि त्यसपछि मैले चाहिँ बुनेलाई एउटा गिफ्ट पनि दिएँ जुन मैले बाटोमा किनेको थिएँ इट वाज रियली क्युट बाइ द वे त्यो क्याफेको नाम चाहिँ 7 सिप थियो एन्ड इट वाज रियली कजी एन्ड ब्युटिफुल प्लेस टु बी इन म त समात्दिनँ ल काट्दा यसरी फुट्नु
क्यामेरामा आउँदैन छिटो न यसरी 1 2 क्यामेरामा आएन उ। फेरि भालु अपरेसन निकाल्दै लाग्यो म चाहिँ के तर्न त ह्याप्पी बर्थडे नि भन्दैन कस्तो पापी रहेछ भाइ तिमी गाडीको नि निकाल्ने अब मुसु नकाटौँ न यताबाट काटौँ मेरो दादाको हट काटेला फेरि कोही कता काट्ने मेरो नि फेभरेटै हो गाइज मेरो बर्थडे होइन तर नि स्टिल स्पुन त ल्याएको हुन्थ्यो नि यार कमजोर कस्तो गरिबी देखाएको र मागे त दिइहाल्छु मागन अर्न तिम्रो दिजुको बर्थडेमा आएन म त खाना हो के गर्न अरे छे दिदी त के खेला खोज्दै छ तेरो नङले काट के वाह मलाई क्रिम नखाउनु Look at me, bro. I was literally so happy. Thank you so much, Bune. And this is us flexing our nails. Mero चाहिँ नक्कली हो अनि उसको चाहिँ रियल हो. And then we went to click some photos and I am giving my girl bare minimum treatment because she deserves it. And here are some photos. Hope you guys like it. अन्धकारमा काइने जस्तो लाग्दैन होला हामी लाग्यौँ साथीहरू बिग्रिन्न होला हौ त्यसो गर्नु म तर्सिन्छु झोला बोकेर को कुन्तर बोकेर कता गयो भने चाहिँ अब हामी गयौँ कतिखेर आएको हामी 2 बजी आइपुगिसकेको थियौँ होइन होला त्यस्तै 2 बजीतिर आइपुगिसकेको थिएँ मैले 4:30 भयो 2.5 घन्टा बसेर हामी गयौँ कस्तो लाग्यो एक्सपिरियन्स कस्तो नाइस थियो कपाल जान चाहिँ है आएको थिएँ स्या गर्दै अब बिर्स्यौ भन्दा यो चाहिँ मेरो भाइ हो मेरो बहिनी अगाडि गइसक्यो आई होप तपाईँहरूले राम्रोसँगले देख्नु भएर मेरो बहिनीलाई सी इज माई डियरेस्ट माई लभली सिस्टर अब हामी यहाँबाट चाहिँ एङ्गो गरेर जान्छौँ घर मैले यति धेरै गिफ्ट पाएँ यति धेरै मैले सब देखाउँछु न त सबै देखिसक्यो बट आई सो यु हस् मम्मू हस् अब निस्केको घर से कल आयो यहाँबाट पाउँछ कि गाडीमा त गाडीमा जान्छु यहाँ गाडीमा जाऊ बोलाउनु नि त रोक्नु भन्नुपर्छ नि किनभने होइन पर्दैन अनि के भन्नुहुन्छ अलिक तपाईँ कम्फर्टेबल हुनुहुन्छ भने अलिक नजिकै बस्नुभयो भने चाहिँ तपाईँ भिज्नुहुन्छ फेरि सबै भन्दै उहाँले नि हाँस्छु राम्रो केटी देखेँ म त टुम्सी जस्तो यो स्काफ लाएर हिँडेको थिएँ नि त कौनमा हालेर कहाँ चाहिँ हिँडेको थियौँ हामी ऊ त्यहाँ मिठाई पसल यत्रो बर्थडे सेलिब्रेट गर्यो होइन चक्लेट रुन्छु कि रुन्दिनँ कि भने नाटक देखायो फोटो खिच्यो लास्टमा बर्थडेको चक्लेटै दिएको होइन त्यस्तो कला कोसँग छ भन्दा म दिदीले किनिदिनु भएको कहाँबाट यति चाहिँ बुद्धि पुऱ्याएछु होइन त्यसो भन्नुहुन्न के चक्लेट पनि किन्छ होइन मैले बिर्सेछु कि हजार खै के गऱ्यौँ त्यही भएर अब चाहिँ लास्टमा सबै सकाएर चक्लेट दिँदैछु भइहाल्यो नि त्यसरी चक्लेटै नपाइरहने कि 2 रुपियाँ यहाँ पाउँछ 2 रुपियाँ जाने पाएन चक्लेट किन म अब साथीहरू 2 रुपियाँ ल पनि अब छुट्टिने बेला भयो के भन्न चाहन्छु मास्क खोल न तिम्रो अनुहार राम्रोसँग देख्नै पाएको छैन मेरो 115 फलोवर्सहरूले वन्स अगेन ह्याप्पी बर्थडे होप तपाईँ खुसी हुनुभयो होला अरू के भन्नु बेच्दै गर्नुपर्छ धेरै खुसी भएँ म धेरै खुसी भएँ मेरो फेभरेट कुनै हो नि पुरै भिज्यो फेरि अब म अब घर आइपुगिसकेँ अलमोस्ट